आज हामी विशिष्ट कुशल कार्यकर्ता हेरचाह कार्यको बसोबास स्थितिको बारेमा विस्तृत व्याख्या प्रदान गर्नेछौं। जापानमा हेरचाह पेशेवरको रूपमा काम गर्न चाहनेहरूका लागि यस प्रणालीको व्यापक सिंहावलोकन साझा गर्नेछौं। विशिष्ट कुशल कार्यकर्ता हेरचाह कार्य अप्रिल 2019 मा स्थापित बसोबास स्थिति हो। यो गम्भीर श्रम अभावका सामना गरिरहेको जापानको हेरचाह उद्योगमा विदेशी मानव संसाधनको स्वीकृति प्रवर्धन गर्ने महत्वपूर्ण प्रणालीको रूपमा स्थापित छ। यो योग्यताको साथ हेरचाह कौशल र जापानी भाषा क्षमता प्रदर्शन गरेर जापानमा अधिकतम सञ्चाई अवधि 5 वर्ष वा निश्चित शर्तहरूमा 6 वर्षसम्म काम गर्न सम्भव छ। अघिल्लो प्राविधिक प्रशिक्षार्थी प्रणालीको विपरीत जागिर परिवर्तनको अनुमति छ, जसले राम्रो शर्त र वातावरणको खोजीमा करियर उन्नतिको लागि अनुमति दिन्छ। अर्को, मलाई प्राप्ति आवश्यकताहरू व्याख्या गर्न दिनुहोस्। विशिष्ट कुशल कार्यकर्ता हेरचाह कार्य स्थिति प्राप्त गर्न 3 शर्तहरू पूरा गर्नुपर्छ। पहिलो, हेरचाह कौशल मूल्याङ्कन परीक्षा उत्तीर्ण गर्नु। दोस्रो, हेरचाह कार्यकर्ता जापानी भाषा मूल्याङ्कन परीक्षा उत्तीर्ण गर्नु। र तेस्रो, जापान फाउन्डेशन आधारभूत जापानी परीक्षा वा जापानी भाषा प्रवीणता परीक्षा N4 वा माथि उत्तीर्ण गर्नु आवश्यक छ। कार्यस्थलका प्रकारहरू पनि विविध छन्। तपाई वृद्धहरूका लागि विशेष नर्सिङ होमहरू, वृद्ध स्वास्थ्य सेवा सुविधाहरू, दिन सेवा केन्द्रहरू, गृह हेरचाह सेवा कार्यालयहरू, समूह घरहरू र दीर्घकालीन हेरचाह बीमा ऐन अन्तर्गत प्रदान गरिएका सेवाहरू प्रदान गर्ने अन्य कार्यालयहरू र सुविधाहरूमा काम गर्न सक्नुहुन्छ। तलब र उपचारको सन्दर्भमा यहाँ महत्वपूर्ण बुदाहरू छन्। जापानी कामदारहरू बराबर वा उच्च तलब स्तरको ग्यारेन्टी छ। बजार दर लगभग 200,000 देखि 250,000 येन प्रति महिनाको दायरामा छ। स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सर्वेक्षण अनुसार विशिष्ट कुशल कामदारहरूको औसत तलब वित्तीय वर्ष 2022 मा 2,05,700 येन थियो र नवीनतम वित्तीय वर्ष 2024 मा यो 2,11,200 येनमा बढेको छ, जसले प्रत्येक वर्ष सुधार प्रवृत्ति देखाउँदछ। नियमित कर्मचारीहरू बराबरको तलब सेटिङ सामान्य छ र धेरै कार्यस्थलहरूले व्यापक तलब वृद्धि प्रणाली र विभिन्न भत्ताहरू प्रदान गर्दछन्, स्थिर जीवन सक्षम पार्दै। रात शिफ्ट भत्ता पनि अलग रूपमा भुक्तान गर्न सकिन्छ। परिवार सहभागिताको सन्दर्भमा ध्यान दिनुपर्ने महत्वपूर्ण बुदा छ। दुर्भाग्यवश विशिष्ट कुशल कार्यकर्ता श्रेणी 1 अन्तर्गत परिवार सहभागिताको अनुमति छैन। यो किनभने हेरचाह क्षेत्रको लागि विशिष्ट कुशल कार्यकर्ता श्रेणी 2 स्थापित गरिएको छैन। तथापि भविष्यको लागि बाटो खुला रहन्छ। प्रमाणित हेरचाह कार्यकर्ताको राष्ट्रिय योग्यता प्राप्त गरेर र हेरचाह कार्यकर्ताको बसोबास स्थितिमा परिवर्तन गरेर बसोबास अवधि नवीकरण गर्ने पटकको संख्यामा कुनै सीमा हुने छैन र आश्रितको बसोबास स्थिति अन्तर्गत जापानमा पतिपत्नी र बच्चाहरू ल्याउन सम्भव हुन्छ। भविष्यका करियर मार्गहरूको बारेमा व्याख्या गर्नुहोस्। हेरचाहमा विशिष्ट कुशल कार्यकर्ताको रूपमा काम गर्दै जापानी भाषा कौशल थप बढाएर र प्रमाणित हेरचाह कार्यकर्ताको राष्ट्रिय योग्यता प्राप्त गर्ने लक्ष्य राखेर थप स्थिर करियर गठन सम्भव हुन्छ। विशेषज्ञता बढाउँदै जापानी हेरचाह स्थलहरूमा अनुभव प्राप्त गरेर करियर उन्नतिको सम्भावनाहरू विस्तार हुन्छन्। धेरै हेरचाह सुविधाहरूले विदेशी मानव संसाधनलाई सक्रिय रूपमा स्वीकार गरिरहेका छन् र विदेशी कामदारहरूको अद्वितीय दृष्टिकोण र सांस्कृतिक पृष्ठभूमिलाई लाभ उठाउने हेरचाह सेवाहरूको प्रावधान अपेक्षित छ। विशिष्ट कुशल कार्यकर्ता हेरचाह कार्य तपाईको सपनाहरू साकार गर्ने नयाँ ढोका हो। हामी आशा गर्दछौं कि तपाईले जापानी हेरचाह स्थलहरूमा आफ्नो विशेषज्ञता सुधार गर्दै पूर्ण करियर निर्माण गर्न यस प्रणालीलाई उपयोग गर्नुहुनेछ। हेर्नु भएकोमा धन्यवाद।